नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईँले बेटर स्कुल युज गरेर अटेन्डेन्स ट्र्याकिङ फिचर युज गर्न सक्नुहुन्छ भनेर हेर्दैछौँ। सुरुमा यहाँ चाहिँ अहिले हामी बेटर स्कुलको ड्यासबोर्डमा छौँ। यहीँबाट नै तपाईँले यहाँ टुडेज अटेन्डेन्स र होमवर्क ट्र्याकिङ्स भन्ने सेक्सनमा चाहिँ अटेन्डेन्स र होमवर्क ट्र्याकिङ कति भन्ने सेक्सनमा चाहिँ तपाईँले अटेन्डेन्स र होमवर्क ट्र्याकहरू भएको छ कि छैन, कति पर्सेन्ट भएको छ भनेर चाहिँ यहीँबाट पनि हेर्न सक्नुहुन्छ। सो तपाईँले यहाँ गएर यो अटेन्डेन्समा थिच्नुभयो भने चाहिँ कुन कुन टिचरहरूले ट्र्याक गरिसक्नुभयो र कुन कुनको पेन्डिङ छ भनेर पनि यहाँबाट हेर्न सक्नुहुन्छ। यदि तपाईँलाई डिफ्रेन्ट डेट्सहरूको एटेन्डेन्स ट्र्याक भएको छ कि छैन भनेर हेर्नु मन छ भने चाहिँ यहाँ भएको यो क्यालेन्डर आइकनमा थिचेर चाहिँ तपाईँले डिफ्रेन्ट डेट्सहरूको हेर्न सक्नुहुन्छ। त्यही अनुसार यहाँ रहेको यो एरो बटनमा क्लिक गरेर चाहिँ तपाईँले प्रिभियस डेजको या त्योभन्दा पछिको पनि हेर्न सक्नुहुन्छ। इफ स्याटरडे रहेछ भने चाहिँ यहाँ यसरी नोटमा चाहिँ इट्स स्याटरडे अटेन्डेन्स एन्ड होमवर्क ट्र्याकिङ माइट नट बी ट्र्याक दिस डे भनेर पनि नोटिफिकेसन देखाउँछ है त। यदि तपाईँलाई अटेन्डेन्स पेन्डिङ छ भनेर टिचरहरूलाई नोटिस पठाउनु मन छ भने चाहिँ यहाँ पेन्डिङ बटनमा यसरी क्लिक गर्नुभएपछि चाहिँ तपाईँले यो पपअप बक्समा सेन्ड नोटिस भन्ने बटन देख्नुहुन्छ। त्यही बटनमा क्लिक गरिसकेपछि चाहिँ तपाईँको नोटिस सक्सेसफुली सेन्ड हुन्छ र यो तपाईँले तपाईँको बेटर स्कुल एपबाट टिचर भ्यूबाट हेर्नुभयो भने यो नोटिस आएको पनि तपाईँले देख्न सक्नुहुन्छ। त्यसै गरी तपाईँलाई यदि क्लास वाइज स्टुडेन्टहरूको फुल पर्फर्मेन्स हेर्नु मन छ भने चाहिँ यहाँ एकाडेमिक्समा गएर चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ कुन कुन क्लासको के भनेर यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ अलि तल स्क्रोल गरेपछि तपाईँले होमवर्क ट्र्याकिङ सिट्स, अटेन्डेन्स ट्र्याकिङ सिट्स भनेर चाहिँ सबै यसरी हेर्न सक्नुहुन्छ को प्रेजेन्ट एब्सेन्ट छ भनेर। अनि यदि तपाईँलाई केही एडिटहरू गर्नु मन छ भने एडमिन साइडबाट चाहिँ तपाईँले यहीँबाट टगल एडिट भनेर अन गरिसकेपछि चाहिँ तपाईँले यहीँबाट चेन्ज पनि गर्न सक्नुहुन्छ। चेन्ज गरिसक्नु भएपछि चाहिँ तपाईँले यहाँबाट सेभ गर्नुभयो भने तपाईँको एटेन्डेन्स अपडेटेड सक्सेसफुली भनेर चाहिँ यसरी देखाउँछ। यहाँ तपाईँले चाहिँ अटेन्डेन्सहरू क्लास वाइज ट्र्याक भएको छ कि छैन भनेर पनि देख्न सक्नुहुन्छ। त्यही अनुसार होमवर्कहरू सबै चाहिँ तपाईँले यहाँबाट हेर्न सक्नुभयो।